अहिले वीरेन्द्रनगर नगरपालिकाको जनसङ्ख्या 1,54,000 छ भने अहिले हामीले सामान्यतया हेर्दा करिब 7.5 देखि 5 लाख व्यक्तिहरूको यहाँ बसोबास छ। हामी कहाँ 100वटा संस्थागत विद्यालय छन्, 60वटा सामुदायिक विद्यालय छन् र विद्यार्थी संख्या 63,000 छ भने अझ सानो सानो जुन मन्टेश्वरीदेखि लिएर तपाईको यो बाल विकास हुन्छ त्यहाँ पढ्ने भाइ बहिनीहरूको अझै हामीले तथ्याङ्क त्यसमा राखेका छैनौँ। त्यो कतिपय अवस्थामा चलिरहेका पनि छन्। त्यो अवस्थामा 60वटा सामुदायिक विद्यालय वीरेन्द्रनगरमा छ भने यसको पूर्वाधारको विकास, शैक्षिक गुणस्तरको लागि शिक्षक व्यवस्थापनलाई कसरी अगाडि बढाउने भनेर नगरपालिकाले व्यवस्थित तरिकाले 10 वर्ष शैक्षिक रणनीति तयार गर्यो। हामीले तयार गरिसकेपछि अबको 10 वर्षमा शिक्षामा कहाँ पुग्ने त भन्दा कर्णाली प्रदेशको राजधानीलाई शैक्षिक हब बनाउने, त्यसको लागि पूर्वाधार विकासमा के गर्ने, शिक्षक व्यवस्थापनमा के गर्ने, विद्यार्थीहरूको चाहिँ तपाईका दैनिक क्रियाकलापहरूदेखि लिएर व्यक्तित्व विकासलाई चाहिँ शिक्षामा कसरी जोड्ने भन्ने कुरा त्यो रणनीति तयार गरेर अहिले हाम्रो बजेट नीति कार्यक्रम शिक्षाको क्षेत्रमा चाहिँ त्यसलाई आधार बनाएका छौँ भने नेपाल सरकारले नै एउटा महिलाहरूलाई दिएको सुविधा जस्तो सुत्केरी विधादेखि लिएर अन्य विधामा पनि विद्यार्थी भाइ बहिनीहरू पढाइबाट वञ्चित हुन नपरोस् भनेर हामीले महिलाहरूको लागि सट्टा शिक्षकको पनि व्यवस्था गरेर अगाडि बढाएर शिक्षालाई व्यवस्थित बनाउने प्रयास गरेका छौँ। र के भनेका छौँ भने जहाँ विद्यार्थी त्यहाँ शिक्षक। कर्णाली प्रदेशका धेरै जिल्लाहरूमा ठुला भवन बन्दै गर्दा विद्यार्थी संख्या कम छ भने अब प्रदेश सरकार र संघीय सरकारले पनि बढ्दो शहरीकरण भएका पालिकाहरूलाई चाहिँ थप व्यवस्थित गर्नको लागि सहयोग गर्नुपर्छ। पूर्वाधार विकासमा होस् अथवा शिक्षक व्यवस्थापनमा होस् त्यसमा पनि सहयोग गर्नुपर्छ भनेर हामीले कुरा पनि राखिरहेका छौँ भने आफ्नो तर्फबाट त्यसलाई व्यवस्थित गर्ने प्रयास गरेका छौँ। हामीले स्वास्थ्यलाई त्यतिकै महत्त्व दिएका छौँ। महिलाको स्वास्थ्य, आमा सुरक्षा कार्यक्रम छ हामीसँग हैन। गर्भवती महिलाहरू सुत्केरी हुँदाखेरि बर्थिङ सेन्टर अथवा अस्पतालमा अनिवार्य जानुपर्छ भनेर निशुल्क एम्बुलेन्सको व्यवस्था गरेका छौँ। निशुल्क भिडियो एक्सरेको व्यवस्थापन गरेर स्वास्थ्य परीक्षणहरू गरेका छौँ। हेलो गर्भवती आमा कार्यक्रम सञ्चालन गरेर सम्पूर्ण जिम्मेवारीहरू स्वास्थ्य कर्मीले पूरा गर्नुपर्छ भनेर गर्भवती हुन आउँदाको पहिलो दिनदेखि परीक्षण गर्न आउँदाको पहिलो दिनदेखि नै स्वास्थ्य कर्मीहरूले तपाईको स्वास्थ्य अवस्था के छ, कहाँ गएर परीक्षण गर्दै हुनुहुन्छ, तपाईँ अब परीक्षण गर्न आउने बेला भइसक्यो, पोषणको अवस्था के छ र बर्थिङ सेन्टर वा अस्पताल सुत्केरी हुन कहाँ जाँदै हुनुहुन्छ भन्नेसम्म कार्यक्रम राखेर महिला सुरक्षालाई हामीले ध्यान दिएका छौँ।